मेरो नाम रामप्रसाद काफ्ले। म मौला कालिका नवप्रति अलायन्स मौला कालिका अरुण अलायन्स क्लबको चार्टर प्रेसिडेन्ट र नवप्रतिमा 75 सरकारी संस्थाको कार्यकारी अधिकृत। आज हामी मनबहादुर ढेगाजीलाई यो मृगौलाको उपचार गर्नको लागि अथवा ट्रान्सफर गर्नको लागि यो सहयोग सङ्कलन तथा हस्तान्तरण कार्यक्रममा उपस्थित भएका छौँ र यहाँ सम्पूर्ण गाउँले दाजुभाइ दिदीबहिनी आमाहरू सबैजना यस कार्यक्रममा सहभागी हुनुभएको छ। सँगसँगै हामी मृगौला पीडित मनबहादुर ढेगाजीसँग पनि सानो कुराकानी गर्दैछौँ। नमस्कार माधवजी। नमस्कार हजुर। त्यो विदेशमै हुँदा बिरामी हुनु भन्ने कुरा सुनियो है। हजुर विदेश कुन देश जानु भएको थियो? साउदी। साउदी कति वर्ष बस्नुभयो थियो साउदी? म साउदी 2 वर्ष बसेर छुट्टीमा आयो हैन। छुट्टीमा आएपछि फेरि अर्को चोटि 1.5 वर्ष बसेर बिरामी भएर अनि आयो अनि चेक गराउँदा नि यस्तो देखा पर्यो। हजुरलाई सुरुमा बिरामी भएको कसरी थाहा भयो? त्यसपछि घर आउनुभयो? सुरुमा चाहिँ मुटुमा प्रेसरले हानेको हैन। मुटुमा प्रेसरले हानेसी अनि प्रेसरको दबाई खान थाल्यो। अनि प्रेसरको दबाई खाने अनि मुटुको लागि पानी धेरै पिउने अनि प्रेसरको दबाई खाने गर्दा गर्दा अनि किडनीतिर हान्न पुगेछ फेरि। हजुरलाई किडनी नै हाने भनेर कसरी थाहा भयो? पहिला कहाँ उपचार गर्नुभयो? नेपालमा कहाँ उपचार गर्नुभयो? किडनीमा हानेको चाहिँ उसमा सिएमसी हस्पिटलमा गएर डाक्टर सुरेश श्रेष्ठद्वारा थाहा पाइयो। उहाँले भन्नु गर्दा एक्सरे गर्दा थाहा पाइयो। अनि दबाई खाँदा यस्तै भयो। अहिले हजुरको परिवारमा कतिजना हुनुहुन्छ? को हुनुहुन्छ? के छ अवस्था? परिवारमा चाहिँ अब बाबा मम्मी भाइ बहिनीहरू अनि बुढी दुईटा छोरी। हजुर। अब हजुरलाई अब यो मृगौलाको समस्या छ भने थाहा भयो, उपचार गर्न धेरै खर्च लाग्छ हैन? हजुर। अब हजुरलाई अहिले हस्पिटलले के भनेको छ? कति जति पैसा लाग्छ भनेको छ? अब कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ? हस्पिटलमा चाहिँ अब यस्तै हो। हस्पिटलले अब खर्च त धेरै खर्च लाग्छ भन्नुभएको के हैन डाक्टरद्वारा। हजुर। खर्च पनि अगाडि पनि खर्च भइसक्यो। हजुर हजुर। 2 चोटि हस्पिटल गइसक्यो अरे। 2 चोटि हस्पिटल जाँदा पहिला चाहिँ अब 2.5 लाख अनि 2.5 लाख गयो। अनि अहिले चाहिँ 1 लाख नआएर गयो। हजुर। सेकेन्ड चोटिमा चाहिँ खर्च भएको भइरहेको रे। अब डायलिसिस गरेर पनि अब एकचोटि डायलिसिस चौरमारा डायलिसिस गरेर अब डन्डा डायलिसिस गरेर चाहिँ अब 3,500 3,000 एकचोटि डायलिसिस गरेको। हुन्छ ल।
ल हामीले माधवजीको दुईचोटि गर्दा आफ्नो आर्थिक स्रोत लगभग आफूले भेटेसम्म खर्च गरिसक्नु भएको छ। हजुर आज हामी उहाँकै उपचारको लागि सहयोगको लागि यहाँ भेला भएका छौँ। यो सहयोग हस्तान्तरण कार्यक्रममा विशेष गरी हाम्रो मौलाकालिका लायन्स क्लबका अध्यक्ष हाम्रो टक सरको चाहिँ भूमिका छ। त्यसमा सहयोगमा नवप्रधान भूमिका छ। सारा यहाँ गाउँको दाजुभाइ दिदीबहिनी सबैजनाले सक्रिय भूमिका खेल्नु भएको छ। हजुर तपाईँको स्वास्थ्य उपचारमा सबैजना मिलेर यो उपचारलाई सफल बनाउने तर्फ लागेको छ। धेरै धेरै तपाईँ ढुक्क हुनुहोला। हजुर र मलाई लाग्छ विशेष गरी यस क्षेत्र हाम्रो द्वारजा दमार कोत्तर बतासा लगायत यहाँ वरिपरिका मान्छेहरू तपाईँहरूलाई चिनेका विशेष गरी सबै मनका धनी हुनुहुन्छ र तपाईँले आत्मबल बना दर गराउनु पर्यो। त्यो उपचारलाई सफल बनाउने कार्यमा हामी लागिरहेका छौँ। धेरै धेरै धन्यवाद। नमस्कार। अलि टाढा भयो क्या है स्पिकर के टप्सर पुष्पा अन्तर्गत हाम्रो यो रिजन नम्बर 24 क्लस्टर नम्बर 6 र जोन नम्बर 51 अन्तर्गत क्लब नम्बर 13, 58, 59 लायन्स क्लब अफ मौलाकालिका अरुङखोला को आयोजना र नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह प्रायोजनमा हामीले आज मध्यबिन्दु 13 कोत्थर निवासी यस क्षेत्रका एकजना युवा मनबहादुर ढेगा ज्यू मृगौला रोगबाट पीडित हुनुभएकोले उहाँलाई सहयोग हस्तान्तरण गर्नका लागि हामीले यो कार्यक्रम आयोजना गरेका छौँ र यो लायन्स थोरै म यो कार्यक्रमको आयोजनासँगै यो लायन्स क्लबको बारेमा पनि हाम्रो समुदायमा अलिकति जानकारी हुनुपर्छ र यसको व्यापकता र विस्तारका लागि हामीले पहल गर्नुपर्छ भन्ने हिसाबले थोरै लायन्स क्लब इन्टरनेसनलको बारेमा पनि परिचय राख्दै यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र म सर्वप्रथम यहाँहरू सम्पूर्णलाई यस कार्यक्रमको सञ्चालक लायन्स क्लब अफ मौलाकालिका आरुङखोलाको म लायन्स सदस्य विमला पाठक यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत अभिवादन र नमस्कार गर्न चाहन्छु। लायन्स क्लब इन्टरनेसनल संसारको सबैभन्दा ठुलो सेवामूलक सामाजिक संस्था हो। यसको सुरुवात सन् 1917मा अमेरिकाको सिकागोमा मेलभिन जोन्सले गर्नुभएको थियो र यसको मुख्य उद्देश्य भनेको वी सर्भ भन्ने रहेको छ र निस्वार्थ भावले यस लायन्स क्लबमा जोडिएर समाज सेवाका क्षेत्रमा लायन्स क्लबले हजारौं क्लबहरू गठन गरी लाखौं सदस्यहरूलाई आबद्ध गराउँदै कार्य गर्दै आइरहेको छ र यसै सन्दर्भमा नेपालको परिवेशमा लायन्सको कुरा गर्ने हो भने नेपालमा यसको सुरुवात सन् 2000 विक्रम सम्वत 1958मा विराटनगरमा लायन्स क्लब अफ विराटनगर पहिलो लायन्स क्लबको रूपमा स्थापना भएको थियो र जसमा लायन्स क्लबको पहिलो सदस्यको रूपमा पूर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइराला रहनुभएको थियो र हाल नेपालमा 5वटा लायन्स क्लबले विशेष गरी 5वटा क्षेत्रमा काम गर्दै आइरहेको छ र लायन्स क्लबको मुख्य क्षेत्र अन्तर्गत आँखामा यसले काम गर्छ। अन्धोपन निवारणका लागि आँखा शिविर सञ्चालन र आँखा सम्बन्धी स्वास्थ्यका कार्यक्रमहरूलाई लायन्स क्लबले जोड्दै आएको छ भने त्यसै गरी भोकमरी निवारणको लागि पनि असहाय गरिबहरूलाई खाना खुवाउने र भोकमरीबाट बचाउने काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। त्यसै गरी पर्यावरण
वृक्षारोपण र सरसफाइका क्षेत्रमा पनि लायन्स क्लबले काम गर्दै आइरहेको छ र बालबच्चामा हुने क्यान्सरको निवारणका लागि पनि लायन्स क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ भने त्यसै गरी मधुमेह निवारण अर्थात् मधुमेह सम्बन्धी सचेतना जगाउँदै मधुमेह रोगीहरूलाई घटाउने काममा पनि लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको सन्दर्भमा यस मध्यबिन्दु 10 आरुङखोला स्थित हामीले लायन्स क्लब अफ मौलाकालिका अरुङखोला सन् 2019 मा स्थापना गरेर विभिन्न निकायहरूसँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको बेहोरा यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोधका साथ जानकारी गराउँदै म अबको यो कार्यक्रमलाई औपचारिकतातर्फ लैजान चाहन्छु। आजको यस कार्यक्रममा अध्यक्षताको आसन ग्रहण गरिदिनु हुनका लागि यस लायन्स क्लब अफ मौलाकालिका अरुङखोलाका प्रेसिडेन्ट लायन टकबहादुर ढेगाज्यूलाई म विनम्र अनुरोध गर्दछु र हाम्रा प्रेसिडेन्ट लगायत अतिथिज्यूहरूलाई पुष्पमाला पुष्प ब्याज वितरणका लागि पनि सहकर्मीहरूलाई सहभागी भइदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। पुष्पगुच्छ वितरण गरिदिनुका लागि। त्यसै गरी यस कार्यक्रममा चिफ गेस्टको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि डिस्ट्रिक्ट गभर्नर PMJF लायन नवराज सापकोटाज्यूलाई विनम्र अनुरोध गर्दछु। त्यसै जोरदार तालीद्वारा हाम्रा अतिथिज्यूहरूलाई स्वागत र सम्मान गरिदिनुका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आजको यस कार्यक्रममा फर्स्ट VDG MJF लायन प्रभाकर पण्डितज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी MJF लायन राजेन्द्र गौतमज्यूलाई गेस्टको रूपमा आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी MJF लायन कृष्ण पाण्डेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी MJF लायन गोपाल गौतमज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी MJF लायन नारायण सापकोटाज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। MJF लायन CR कण्डेलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी डिस्ट्रिक्ट एडिसनल सेक्रेटरी MJF लायन देशबन्धु सिग्देलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी जोन 51 का जोन चेयरपर्सन श्री कल्पना लायन कल्पना श्रेष्ठज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी मध्यबिन्दु सिटीका प्रेसिडेन्ट लायन ज्ञान प्रसाद नेउपानेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि अनुरोध गर्न चाहन्छु। मध्यबिन्दु सप्तरङ्गीका लायन प्रेसिडेन्ट जगन्नाथ अर्यालज्यूलाई पनि यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनुका लागि अनुरोध गर्न चाहन्छु। का संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी निर्देशक श्री रामप्रसाद काफ्लेज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुका लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी यस क्लबका ग्रहण गरिदिनुका लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी यस कार्यक्रममा म पुनः अतिथिको आसन ग्रहणतर्फ यहाँलाई लैजान चाहन्छु। पूर्व मैनाघाट गाविस अध्यक्ष श्री चुरासिंह ढेगाज्यूलाई, त्यसै गरी मध्यबिन्दु नगरपालिका वडा नम्बर 13 का वडा सदस्य श्री धनीशरा नेपालीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी नेपाल मगर सङ्घ जिल्ला सदस्य आधारभूत विद्यालयका श्री दुर्गा बहादुर सोतीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुका लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी फर्स्ट भाइस प्रेसिडेन्ट लायन प्रमिला थापाज्यूलाई यस कार्यक्रममा परिचयात्मक आसन ग्रहण गरिदिनुका लागि अनुरोध गर्न चाहन्छु। थर्ड भाइस प्रेसिडेन्ट लायन विष्णुगिरीज्यूलाई परिचयात्मक आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी ट्रेजरर टिका बहादुर बागवलज्यूलाई परिचयात्मक आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। भनेर उहाँ वैदेशिक रोजगारको क्रममा साउदी जानुभएको थियो। पहिलो बसाई 2 वर्ष उहाँ साउदीमा बस्नुभयो र बिदामा आउनुभयो। परिवारसँग हाँसी खुसी साथ फेरि आफ्नो परिवारको आर्थिक उन्नतिको लागि उहाँ साउदी जानुभयो र 1.5 वर्षको बसाई बस्दै गर्दा उहाँलाई अकस्मात मुटुमा समस्या देखि उपचारका लागि जाँदा उहाँको मृगौलामा समस्या देखियो
त्यस पछाडि उहाँ 3 महिना अगाडि मात्रै नेपाल फर्किनुभयो र उपचारको क्रममा हुनुहुन्छ र उहाँको उपचारका लागि लायन्स क्लब अफ मौलकालिका अरुङखोलाका प्रेसिडेन्टले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै हामी सबैलाई जोड्ने काम गर्नुभयो र उहाँलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु र यहाँहरू जतिले सहयोग गर्नुभएको छ उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै र उहाँलाई म मनबहादुर ढेगाज्यूलाई यस कार्यक्रममा आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। बिरामी मनबहादुर ढेगाज्यूलाई उहाँलाई पनि उच्च मनोबलका लागि स्वास्थ्य लाभको कामना गर्दै एकपटक जोरदार ताली बजाएर उहाँको स्वास्थ्य लाभको कामना गरिदिनु पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनुका लागि सुरेश सुवेदीज्यू दुर्गा बहादुर ढेगाज्यूलाई म विनम्र अनुरोध गर्न चाहन्छु। त्यसैगरी उपस्थित सम्पूर्ण महानुभावहरूलाई यस कार्यक्रममा शब्द गुच्छाद्वारा स्वागत गरिदिनुका लागि यस लायन्स क्लब अफ मौलकालिका आरुङखोलाका चार्टर प्रेसिडेन्ट लायन रामप्रसाद काफ्रेज्यूलाई म विनम्र अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालिका निर्मला पाठकजी। आज हामी एउटा सामाजिक कार्य अन्तर्गतको कसैको जीवनदान सफल पार्ने उद्देश्यका साथ आज भेला भएका छौँ। हामी सबैले सबैको सहयोगको कारण हामी यस गाउँका मनबहादुर ढेगाजीको जीवनलाई सफल बनाउने प्रयासरत सबैजना छौँ। त्यस कार्यक्रमको आयोजना स्वरूप आज मौलकालिका अरुङखोला लायन्स क्लबले आयोजना गरेको कार्यक्रम र त्यसमा सहीको भूमिकामा नवप्रतिभा 75 सहकारी संस्थाको भूमिका रहेको छ र यस कार्यक्रमका सभाध्यक्ष एवं यस क्लबका प्रेसिडेन्ट श्री लायन टकबहादुर ढेगाज्यू र आजका परम अतिथि हाम्रो आजका डिजी लायन नवराज सापकोटाज्यू। त्यसै गरी हामीले यस कार्यक्रममा हाम्रा लायन्सका फर्स्ट भिडिजी सेकेन्ड भिडिजी लगायत सम्पूर्ण लायन्स टिमहरू हाम्रो नारायणघाटदेखि बिहानै विभिन्न ठाउँबाट यहाँ उपस्थित हुनुभएका छन्। सम्पूर्ण हाम्रा र लायन्स क्लबका हाम्रा 70 रङ्गी लायन्स क्लबका चार्टर प्रेसिडेन्टज्यू, त्यसै गरी अरुङखोला मौलकालिका लायन्स क्लबका सम्पूर्ण पदाधिकारीज्यूहरू यस कार्यक्रमलाई सफल पार्न बिहानैदेखि हातमा सहयोग गर्छु भनेर पनि आफ्नो आर्थिक जति क्षमता छ त्यति लिएर उपस्थित हुनुहुने यस क्षेत्रका सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, शिक्षक र यहाँ विभिन्न हाम्रो नगर सङ्घमा आबद्ध हुनुहुन्छ त्यसका पदाधिकारीज्यू, सदस्यहरू, जनप्रतिनिधिज्यूहरू, उपस्थित सम्पूर्ण महानुभावहरूलाई म मेरो व्यक्तिगत तर्फबाट लायन्स क्लब मौलकालिका अरुङखोलाको तर्फबाट त्यसै गरी नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट सबैलाई स्वागत गर्न चाहन्छु। हामी सबैको प्रयासबाट सबै समस्या सावधान हुन्छ। विशेषतः लायन्स क्लब समाज क्षेत्रमा काम गर्ने, सामाजिक आपद विपद पर्दा काम गर्ने, हरेक मानवलाई पर्ने अप्ठ्यारा गाह्रा कुराहरूमा सहयोग गर्ने तरिकाले स्थापित भएको, त्यो क्षेत्रमा आफूलाई समर्पित गर्ने व्यक्तित्वहरू यहाँ उपस्थित हुनुहुन्छ। हामी सबैजनाको सहयोगले हामी यस्तो अप्ठ्यारोमा परेका व्यक्तिहरूका समस्याहरू सावधान गर्न सक्ने कुराहरू यहाँहरूको बिचमा राख्दै पुनः हाम्रो
अतिथि दिदीहरू विशेषतः टाढाबाट आउनु भएको छ, उहाँहरूलाई पुनः स्वागत गर्दै मेरो स्वागत मन्तव्य यही अन्त गर्न चाहन्छु। स्वागतम स्वागतम सुस्वागतम, धन्यवाद, जय नारायण। गरेर बिदा भइसक्नु भएको छ र हामीले यहाँ औपचारिकता भन्दा पनि दुःखको घडीमा छौँ र दुःखमा केही मलम लगाउन सकिन्छ कि भन्ने हिसाबले हामी जोडिएका छौँ। त्यस कारणले धेरै लामो कार्यक्रम भन्दा पनि हामीले कार्यक्रमलाई एकदमै छुट्याउँदै छौँ गर्ने कार्यक्रममा जोडिन लागेका छौँ र आज हामीसँग प्रत्यक्ष जोडिएर सामाजिक र सहयोग सङ्कलन गरिएको रकम हस्तान्तरणका लागि लाइन नम्बर 700 म हस्तान्तरण गरिदिनुका लागि विनम्र अनुरोध गर्दै रकम व्यवस्थापनका हामीले आज यस कार्यक्रममा रकम हस्तान्तरण गर्नेछौँ र रकमको विस्तृत विवरणको बारेमा हाम्रो अहिलेको प्रेसिडेन्ट लाइन टङ्कबहादुर ढेकाज्यूले यहाँहरूलाई स्पष्ट पार्नुहुनेछ र हामीलाई धेरै प्रतिबद्धताहरू आएको छ। हामी सहयोग गर्छौँ भनेर विदेशदेखि पनि धेरै सामाजिक सञ्जालबाट जोडिनु भएको युवाहरूले हामी जस्तै युवालाई अहिले अप्ठ्यारो परेको छ र सहयोग गर्नुपर्छ, उहाँको जीवन बचाउनुपर्छ भन्ने हिसाबले प्रतिबद्धता गरिरहनु भएको छ। आशा हामीले लिएका छौँ धेरै नै रकम उठ्छ भन्ने र जे जतिले सहयोग गर्नुभएको छ, आफ्नो मनैदेखि सहयोग गर्नुभएको छ। सहयोग थोरै गरे पनि धेरैजनाले गर्यो भने ठुलो रकम भन्न जान्छ। त्यस कारणले सहयोगमा नजोडिनु भएका महानुभावहरूलाई पनि आफ्नो क्षमता अनुसार के कति सक्नुहुन्छ, थोरै थोरै गर्दा धेरै बन्छ, थोरै थोरै थोपा थोपा मिलेर समुद्र बन्छ भने जस्तै हामीले थोरै थोरै गरेर धेरै बनाउने भन्ने हिसाबले जोडिएका छौँ। त्यस कारणले सो रकम चेकबाट त्यसै गरी 1,41,300 रुपियाँ नगद गरेर हामीले हस्तान्तरण गर्दैछौँ। अरू प्रतिबद्धता हुनेछ। अब हामी रकम ग्रहण गरिदिनुका लागि मनबहादुर ढेकाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। चेक र नगद उपस्थित भइदिनुका लागि पनि अनुरोध गर्न चाहन्छु। उहाँहरूको परिवार उहाँको को हुनुहुन्छ घरबाट उपस्थित हुनुभएको सँगै सहभागी भइदिनुका लागि अनुरोध गर्न चाहन्छु र हामी उहाँहरूको समग्र लायन्स क्लबबाट हामी उहाँहरूलाई स्वास्थ्य लाभको कामना र दीर्घायुको कामना पनि गर्न चाहन्छौँ। छिट्टै निको भएर फेरि हामीसँग स्वस्थ भएको देख्न पाऊँ, हामी त्यही कामना गर्न चाहन्छौँ। हाम्रो समग्र लायन्स क्लबको तर्फबाट उहाँको स्वास्थ्य लाभको चाहना रहेको छ। त्यसकारणले जोरदार तालीद्वारा उहाँको स्वास्थ्य लाभको कामना गरिदिनुको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। हामीले सानो प्रयासबाट केही रकम गरेका छौँ र प्रतिबद्धताहरू आइरहेका छन्। आशा छ उहाँको उपचारमा पुग्ने सम्पूर्ण नभए पनि केही भए पनि उहाँलाई सहयोग मिल्नेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। र अहिलेसम्म मलाई जानकारीमा आए अनुसार नगद चेक गरेर 5,69,800 रुपियाँ सङ्कलन भइसकेको छ। यस पुनित कार्यमा जोडिनुहुने सम्पूर्णलाई म लायन्स क्लब अफ मौलाकालिका हारुङखोलाको तर्फबाट हार्दिक चिफ गेस्ट लगायत सम्पूर्णलाई सहभागी भइदिनु भएकोमा हार्दिक अनुरोध गर्न चाहन्छु र पुनः हामीले रकम हस्तान्तरण गरिसकेका छौँ। म अब शुभभाव राख्ने कार्यक्रमलाई जोड्न चाहन्छु। घाट गाविसका पूर्व अध्यक्ष, कार्यकारिणी सबै सदस्यज्यूहरू र यस दुःखदको लागि सबै जति भए पनि दानै हो, जति सहयोग गर्ने दानै हो, दान गर्ने बिहानैदेखि भोको पेटदेखि आउनुभएका सबै यस छिमेकका दाजुभाइ दिदीबहिनीहरू, मैले मेरो
एउटा नाति पनि पर्छ। तर हामी 2 भाइ छौँ। हामी पहिल्यै छुट्टा भिन्दै भएको हो र 2 भाइ मध्येमा दाई जेठो दाईको नाति पर्छ, मेरो पनि नाति नै पर्यो। त्यस कारणले हाम्रो इन्द्रबहादुर ढेगाज्यूले यसभन्दा 1 हप्ता अगाडि यही घरमा त्यो तल घर त्यही घर हो, त्यही बसेर ए अङ्कल के गर्ने उपाय लाएन, घरमा भैँसी पनि बेच्यो, गुरु पनि बेच्यो, बुङ्गुर पनि बेच्यो, आफ्नो श्रीमतीको सानो सिक्री पनि बेच्यो। अब उपाय लाएन, के गर्ने अब भनेर उसले चाहिँ मसँग सल्लाह माग्यो। मैले एउटा भित्र रूपले मैले चाहिँ सोचेँ कि ओहो बाँच्छौँ, बचाउनु पर्यो, बाँच्छौँ भन्ने मेरो मनले लो बाबु जाऊ, टकबहादुर ढेगा बाबु हो, आजभोलि यहाँ चाहिँ जे जसो गरे पनि टकबहादुर ढेगाले यहाँ चाहिँ सबै जहाँ देश विदेश सबै सम्पर्क गर्ने, सबैलाई सूचना गर्ने उसले सक्छ, उसलाई भेट्न जाऊ भनेपछि त्यसको भोलिपल्ट इन्द्रबहादुर ढेगा त्यहीँ गएर सल्लाह गरेपछि एउटा टकबहादुर ढेगाज्यूले, ऊ पनि मेरो नाति नै पर्छ टकबहादुर ढेगा पनि, उसले चाहिँ सबै ठाउँमा चाहिँ एउटा आजभोलिको फेसबुक के सबै सर सल्लाह गरेर आज यति गर्ने र गराउनु भएकोमा टकबहादुर ढेगाज्यूलाई पनि मैले मुरी धन्यवाद दिन चाहन्छु र सबैको लागि फलकहरूले सबैले चाहिँ यत्रो सहयोग गर्नुभएका छौँ। अझै पनि यस्तो पीडितलाई बाँड्नु छ, बचाउनु छ। त्यस कारणले अझै पनि सबै मित्र साथीहरूले देश विदेशमा हुने साथीहरूलाई सहयोग र मद्दतको लागि अझै पनि गर्नेछ भन्ने कुरा म राख्न चाहन्छु र यस ठाउँको सबै चाहिँ हाम्रो यस मध्यबिन्दु नगरपालिकाका सबै यस कार्यक्रम देख्ने सुन्ने सबैको लागि सबैले यस्तो रहेछ भनेर सहयोग अझै पनि सहयोगको अपेक्षा राख्न चाहन्छु र धेरै कुरा नलिकन सबै भोगोपेट छ। यति मात्र एउटा दुःख कुरा चाहिँ म सुनाउँदै मेरो नातिको लागि बचाउनु र बढ्नलाई उसलाई भर्खरको उमेर छ, अलिक चाहिँ 50, 60, 70 वर्षसम्म पुगेको भए त के छ र भन्ने थियो। 30-32 वर्षको उमेर छ, उसको बालबच्चा छ। त्यस कारणले सबैले सहयोग अझै यति गर्नेलाई मुरी धन्यवाद दिँदै अझै पनि सहयोगको लागि अपेक्षा राख्दै मेरो 2 शब्द यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद सबैलाई, नमस्कार। पूर्व गाविस अध्यक्ष 5,74,800 समथिङ आएको थियो भने फेरि अगर सहकार्य गर्न आउनु भएको छ। यहाँहरू सम्पूर्णलाई मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। मनबहादुर ढेङ्गाज्यूलाई छोटो सम्पूर्ण सहयोगीजनहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रमका चिफ गेस्ट डिस्ट्रिक्ट गभर्नर पिएमजी अफ लायन नवराज सापकोटाज्यूलाई म विनम्र अनुरोध गर्दछु। नारायणघाटबाट हिँडेको बाटो यस्तो रहेछ कि त्यो बाटो चाहिँ कुहिरोले यहाँ यतातिर आउँदाखेरि पुरै के भयो होला र यो भन्दाखेरि मैले भन्दा पनि तपाईँहरूले चाहिँ यो के भने होला र भने जस्तो हो। तर अगाडि गाडी सर्नै नसक्ने त्यति धेरै बाक्लो कुहिरोले हामी बिस्तारै हिँड्दै आउँदाखेरि हामी यहाँ चाहिँ जुन बेला आउँछौँ भनेको थियो हामीलाई 1 घन्टा ढिलो भयो। अझ बिच बाटोमा एउटा गाडी पल्टेको रहेछ, त्यो पल्टेको गाडीलाई झिक्नलाई बाटै रोकेको रहेछ। उहाँहरू त कटिहाल्नु भयो, हामी एकछिन त्यतैबाट चाहिँ आउँदाखेरि हामीलाई ढिलो भयो, त्यसको लागि क्षमा चाहन्छु। लायन्स क्लब मौलाकालिका हारङ खोला कता हरायो कि के भयो कि
भने जस्तो पनि भएको थियो। र यो कार्यक्रम मैले यहाँ आज जुन कार्यक्रम यहाँहरूले गर्नुभएको छ, यो कार्यक्रम हेर्दाखेरि वास्तवमा हाम्रो सिद्धान्त, हाम्रो थिम भनेको वेयर इज निड्स देयर इज लाइन्स हो। त्यो ट्याक्कै समातेर तकवासजीले यो आजको जुन कार्यक्रम गर्नुभयो नि, यो कार्यक्रमलाई तपाईँले डिस्ट्रिक्टका हाम्रा 198 क्लब छन्, ती सबै 198 क्लबलाई तपाईँले जित्नु भएको छ आज। किनभने यो हामीले एउटा मान्छे जसको अहिले चाहिँ हामीले यो नसर्ने रोग भनेर भन्ने गरिन्छ, यो चाहिँ विभिन्न क्यान्सरको, यो मृगौलाको, यो साह्रै एकदम प्राणघातक रोग छ। यसलाई म एक्लै गर्छु भनेर उसले पनि जति धेरै पैसा भएको मान्छे भए पनि उसलाई साह्रै हेरेसमेन्ट हुन्छ। र त्यो हामी सबैको सानो सानो सहयोग, अहिले नट अ जोक, हामीले चाहिँ अहिले झन्डै 5,75,000 भन्दा 5,85,000 जति अहिले पछि पनि यहाँ उठिरहेको छ। मलाई लाग्छ यो सहयोग निरन्तर उठ्दै उहाँलाई पनि यहाँ बसिरहँदा यो सहयोग हामीले दिइरहँदा, हामीले सहयोग हुँदाखेरि म साँच्चै म त केही भएको छैन भन्ने फिल भएको हुनुपर्छ। अब म बाँच्छु, किनभने तपाईँले के गर्नु पर्यो, तपाईँले के सोच्नु पर्यो भनेदेखि मेरो पछाडि यो सिङ्गो समाज छ, मेरो पछाडि सबै सामाजिक संस्था छन्, मलाई सहयोग गरे, म एक्लो छैन, त्यसैले म बाँच्छु। मेरा परिवार छन्, मेरो समाज छ, मेरो समुदाय छ, मेरो अरू समुदायका मान्छेहरू छन्, ती सबैका सहयोगले बाँच्छु भन्ने तपाईँले आफूलाई दृढ विश्वास निकाल्नुहोस्। तपाईँको इम्युनिटी पावर पनि बढ्छ र तपाईँलाई सहयोग गर्नको लागि सबै साथीहरू तयार हुनुहुन्छ। हामी अरू क्लबहरूलाई पनि हामी चाहिँ यही तपाईँहरूको यो सन्देश हामी यहाँ आइसकेपछि एक किसिमले हाम्रा सबै क्लबहरूमा पनि यो सन्देश जान्छ। र तपाईँ एक्लै नभएका कारणले हामीले यस्तो राम्रो कार्य, जुन कार्यका वास्तवमा हामीले गर्ने भनेको, हामीले गर्ने कामै हामीले ग्लोबल कजका 8वटा कार्यक्रमभित्र रहेर लायन्स क्लबहरूले काम गर्छन्। हामीले विगतमा यही मध्यबिन्दु, यो मध्यबिन्दु नै हो होइन, नगरपालिका हो, मध्यबिन्दु अस्पतालमा सहज सुत्केरी बनाउनको लागि, सहज सुत्केरी हुनको लागि हामीले चाहिँ झन्डै 1 करोड बराबरको सामग्रीहरू, बेसिक इक्विपमेन्टहरू हस्तान्तरण गर्यौँ। गत वर्ष मात्रै हो त्यो, यही क्षेत्रका लायन्स क्लबहरूले मिलेर त्यो काम गरेको हो। र त्यस्तै अहिले अर्को एउटा हाम्रो डाक्टर छविलाल थापाले सर्पदंशको अस्पताल निर्माणको लागि प्रोजेक्ट पेश गर्नुभएको छ। यही क्षेत्रका मान्छेहरूलाई यो सर्पदंशबाट जोगाउन, सर्पबाट टोकियो भरतपुर अस्पताल पुग्दा नपुग्दा मान्छे बाटैमा मर्ने भए, ती मान्छेलाई अलिकति यतैतिर भयो भनेदेखि अलि सहज, अलि छिटै उपचार हुन्थ्यो कि भनेर उहाँले त्यो प्रोजेक्ट पनि हाम्रो डिस्ट्रिक्टमा अगाडि सार्नु भएको छ। मलाई लाग्छ यो सबै के हो भने यहाँ भएको लायन्स क्लब भएको नाताले यो सबै आइरहेको छ। आज देखिरहनु भएको छ तपाईँले, हामी कहाँदेखि हामी तपाईँहरूको यो कार्यमा हामी तपाईँहरूसँग साथमा छौँ भन्ने हिसाबले हामी आएका छौँ। यति राम्रो काम वास्तवमा हामीले गरेकै यही हो। हामीले गर्ने अहिले हामीले भनेको लायन्सले 8वटा कुराहरूमा हामीले अगाडि बढाउँछौँ। हामीले भिजनको आँखाको सबभन्दा धेरै यो 1917देखि यो यसमा आएको 1925देखि यो आँखाको कार्यक्रम हामीले अन्धोपन निवारणमा धेरै कामहरू गऱ्यौँ। हामीले अन्धोपन निवारणका कामहरू हामीले गऱ्यौँ। अहिले भोकमरीमा पनि हामी खान नपाएका मान्छेहरू, जसको नाना छैन, जसको छाना छैन, जसको खाना छैन, त्यस्ता आश्रय लिइरहेका ठाउँमा, त्यही ठाउँमा पुगेर हाम्रा लायन्स क्लबहरूले यो भोकमरीको काम, भोकमरीलाई पनि सघाइरहेका छन्, खाना खुवाइरहेका छन्। र अहिले हामी जनवरी 3 देखि 11 सम्म त्यही हङ्गर डेका कार्यक्रमहरू हामीले चलायौँ। हामी अहिले विगतमा हामीले अक्टोबर 4 देखि 12 सम्म हामीले यो अहिले मेन्टल हेल्थ, असाध्यै मान्छेहरूलाई तनाव, विद्यार्थीकै तनाव छ, कसरी पास हुने, के पढ्ने भन्ने तनाव छ, व्यापारीलाई व्यापारकै तनाव छ, एउटा घरको गृहिणीलाई गृहिणीकै तनाव छ, किसानलाई किसानकै तनाव छ, आफूले चाहिँ उत्पादन गरेको सामग्री समयमा बिक्दैन अथवा मूल्य पाइँदैन, त्यो तनाव छ। हरेक मान्छेलाई तनाव छ। यो तनावले मान्छेलाई चाहिँ धेरै असर पार्यो। यो तनावबाट कसरी मुक्त हुने भनेर हामीले त्यस्ता कार्यक्रमहरू पनि गऱ्यौँ। हामीले मेन्टल हेल्थका कार्यक्रमहरू पनि हामीले गऱ्यौँ यो वर्ष। हामी चाहिँ इन्भाइरोमेन्टका कार्यक्रम पनि हामीले गरेका छौँ। वातावरण संरक्षण ग्लोबल कजले अहिले हेरिरहनु होला, अहिले दिउँसो अलि एकछिनपछि हामी बिहान त्यस्तो जाडो, एकदम ठिरठिरी जाडो थियो, तपाईँ हामीले बिहोरेको हो। यो पुष माघको जाडो असाध्यै जाडो हुनुपर्ने, तर दिउँसो चाहिँ अब यो हामीले लगाएका सबै कपडा खोल्नु पर्ने हुन्छ। गर्मी त्यति दिउँसो त्यसरी उत्तिखेरै गर्मी हुन्छ, उत्तिखेरै जाडो हुन्छ, उत्तिखेरै घाम आउँछ, पानी आउँछ,
उत्तिखेरै त्यो यो सब के हो भने ग्लोबल वार्मको यो चाहिँ वातावरण यो चाहिँ यसले चाहिँ हाम्रो चाहिँ वातावरणका कारणले यो भइरहेछ। हामी त्यसमा पनि इन्भाइरोमेन्टका काममा पनि हामी गरिरहेछौँ। हामीले त्यति मात्रै होइन, ह्युमेनिटेरियनको कार्यक्रम यो आज हामीले गरेको ह्युमेनिटेरियन मानवीय सहयोगको कुराहरू लायन्सले धेरै सहयोगहरू मानवीय सहयोगहरू हामी रगत नपाउने अस्पतालमा अपरेसन गर्न छटपटाइरहेका बिरामीहरूलाई रगतको अभावले रगत नभएर बिरामीको अपरेसन रोकिरहेको बेलामा हामीले अब ब्लड उपलब्ध गराइरहेका छौँ। हाम्रा क्लबहरूले ठुल्ठुला मेगा ब्लड डोनेसन कार्यक्रमहरू चलाएका छन्। ती मेगा ब्लड डोनेसन कार्यक्रमको माध्यमबाट हामीले त्यो काम गरेका छौँ होइन। यी सबै हामीले गर्दै जाँदाखेरि हामीले यति मात्रै होइन, हामीले धेरै यस्ता चाहिँ मानवीय सेवाका अरू कार्यहरू पनि हामीले गर्दै जान्छौँ। हामीले ती सबै कार्यहरू हामीलाई समुदायलाई कसरी हामीले समुदायलाई परिवर्तन ल्याउँ, टुगेदर वी मेक चेन्ज भन्ने हामीले भनेका छौँ। यो वर्ष हामी सबै मिल्यौँ भने परिवर्तन सम्भव छ। त्यो सम्भवका आधारमा हामीले अगाडि गरिरहेका छौँ र यो आज यति राम्रो कार्यक्रम तपाईँहरूले पनि देखिरहनु भयो। तपाईँहरूको साथमा लायन्स क्लब सधैँ रहिरहनेछ। तपाईँ यस्तै हामीले जसले खाना पाएका छैनन्, जसको उपचारमा सहयोग आवश्यक परिरहेको छ, जसको दैवी विपत्तिमा परेर घर कहिलेकाहीँ हाम्रो चाहिँ सानातिना उसले पनि दैवी विपत्ति बाढी पहिरोले डिजास्टर रिलिफका कार्यक्रमहरू पनि छन्। हामीले त्यस्ता कार्यक्रम पनि हामीले सहभागी हुन्। त्यो सबै कार्यक्रममा लायन्स क्लब सधैँ अगाडि आउनेछ। हामीले गएको 23-24को जेनजी आन्दोलनले ध्वस्त भएको प्रशासनलाई पनि पुनर्स्थापित गर्नको लागि हामीले चितवन जिल्ला प्रशासनलाई पुनर्स्थापित गर्नको लागि हामीले सहयोग गर्यौँ र त्यहाँको सर्वसाधारणले सहज तरिकाले नागरिकता पाए, सहज तरिकाले पासपोर्ट बन्ने अवस्था सिर्जना भयो। यो सबै के हो भने विपत्तिमा लायन्स छ, विपत्ति जहाँ पर्छ त्यहाँ चाहिँ लायन्स अगाडि रहन्छ भन्ने यो मूल मन्त्र साथ हामी उही सब भनेर हाम्रो इथिक्स उही सब हामी सेवा गर्छौँ भनेर हामीले गरिरहेको यो सेवाका कार्यमा लाग्नु भएकोमा म तकबहादुरजी तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु। किनभने तपाईँले यो क्षेत्रलाई लायन्स चिनाउनु भयो। आज समुदायका मान्छेहरूलाई लायन्स के हो, अघि हाम्रो पूर्व अध्यक्ष गाविसको पूर्व अध्यक्षले भन्नुभयो, मैले चाहिँ यो भइसकेपछि अब चाहिँ बिरामीले कसरी उपचार गर्न सकिन्छ भनेपछि अब एउटा तकबहादुरलाई गएर भेट्नु, उसलाई भेटेपछि केही गर्न सक्छ कि उसैले केही गर्छ कि त्यहाँ गर्नु भनेपछि मैले अनि त्यसपछि यो कार्यक्रम भयो भन्नुभयो। मलाई ज्यादै खुसी लाग्यो किनभने उहाँले सामाजिक सञ्जालमा फेसबुकमा अहिलेको एकदम छिटो फैलिने, छिटो थाहा पाउने, पहिला चिठी पत्र आदान प्रदान यस्ता कुरा धेरै हुन्थ्यो, आमसभाले थाहा पाइन्थ्यो। अहिले भर्खरै सामाजिक सञ्जालमा सबै कुरा थाहा पाइन्छ। उहाँले सामाजिक सञ्जाल युज गर्नुभयो, सामाजिक सञ्जालको प्रयोग गर्नुभयो, साथीलाई लगाउनु भयो। त्यसले संसारभरिका मान्छेले थाहा पाए, विश्वभरिका मान्छे जहाँ छन् ती सबै मान्छेले थाहा पाएर अहिले चाहिँ सहयोग गर्नको लागि तयार भए। सबैले सहयोग गरे। त्यो सहयोग एक्लै सहयोगले जुटेको होइन, यो सहयोग आउँदैछ, अझ पनि आउँछ। मलाई लाग्छ अहिले हामी 5 लाख 75,000 मात्रै हस्तान्तरण गरेका छौँ। यो सहयोग अझ बढ्छ। यो बढ्ने कुरा के हो भने यो धेरै काम गर्नुभयो। त्यसका लागि चाहिँ तकबहादुरजीलाई फेरि एकपटक म डिस्ट्रिक्टको तर्फबाट तपाईँले आफ्नो अध्यक्षता कार्यकालमा तपाईँको लायन्सको जम्मा 1 वर्ष कार्यकाल हुन्छ। हामी 1 वर्षपछि अर्का, म पनि डिस्ट्रिक्ट गभर्नर 1 वर्षको लागि हो, त्यसपछि प्रभाकरजी तयार हुनुहुन्छ, उहाँ हुनुहुन्छ, त्यसपछि उहाँको पनि 1 वर्ष अर्को, त्यसपछि अर्को साथी तयार भइसक्नु भएको छ। हाम्रो 1 वर्ष आफ्नो कार्यकाललाई स्वर्णिम कसरी बनाउने, त्यो स्वर्णिम बनाउने भनेको यस्तै मानवीय सेवाका कार्यले स्वर्णिम बनाउने हो। हामी स्वार्थ रहित काम गर्छौँ, हामीले कुनैको स्वार्थ छैन हामीलाई। हामी बिना स्वार्थ हामीले चाहिँ मानव समुदायका लागि हित हुने कामहरू हामीले गर्छौँ। त्यो कार्य गरेकोमा लायन्स क्लबमा मौला कालिकालाई फेरि एकपटक हार्दिक धन्यवाद र तकबहादुरजी तपाईँको टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईँको साथमा सधैँ डिस्ट्रिक्ट रहनेछ। तपाईँलाई आवश्यक परेको सबै सहयोग डिस्ट्रिक्टमा तपाईँले सम्पर्क राख्नु, तपाईँलाई हामी साथ र सहयोग सधैँ दिने वचनबद्धता पनि प्रकट गर्दै यो कार्यक्रम यति राम्रो कार्यक्रम आयोजना गरेकोमा फेरि एकपटक यहाँहरूलाई धन्यवाद भन्दै म डिस्ट्रिक्ट गभर्नरको अनर पिनले, डिस्ट्रिक्ट गभर्नरले गर्ने भनेको राम्रो काम, समुदायलाई प्रभाव पार्ने काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने हो। हामीले सम्मान गर्न हामीले सिक्नुपर्छ। त्यसैले म कार्यक्रमका अध्यक्ष म तकबहादुरजीलाई पनि त्यो सम्मान गर्न चाहन्छु। अनि उहाँले अर्को नाम कसो नाम लिनुभएको थियो, अर्को नाम पनि लिनुभएको थियो तपाईँले, कल्पनाजी। अर्को हाम्रो पूर्व पहिला जोन चेयरपर्सन, अहिले हाम्रो लायन्स मोहन सिंहजी र कार्यक्रम सञ्चालक विमला बहिनीलाई पनि यो सबैलाई मैले चाहिँ, किनभने यति राम्रो कार्यक्रम चलाउनु भएको छ, म तपाईँहरूलाई चाहिँ डिस्ट्रिक्ट गभर्नरको पिन, डिस्ट्रिक्ट गभर्नरको अनर पिनले सम्मान गर्दै
मेरा भनाइ यस्ता मानवीय कार्यक्रममा यहाँहरू निरन्तर अगाडि बढिरहनु हुनुहुन्छ भने अपेक्षाका साथ यति राम्रो कार्यक्रम गरेकोमा पुनः एकपल्ट डिस्ट्रिक्टको तर्फबाट धन्यवाद व्यक्त गर्दै यहाँहरूबाट बिदा चाहन्छु। धन्यवाद। जय लाइनवाद। नमस्कार। यस कार्यक्रमलाई सफल पारिदिनु भएको छ। हामी लायन्स क्लब अफ मौलतालिकाहरू खुलाको तर्फबाट अत्यन्तै आभारी छौँ र कृतज्ञ छौँ र हामीले यस्ता कार्यक्रमहरू अगाडि आयोजना गर्नेछौँ र यहाँहरूको पक्कै पनि सहभागिता उपस्थिति हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। त्यसै गरी कार्यक्रमको अन्तिम घडीमा छौँ र आज यस कार्यक्रममा आफ्ना मन्तव्यहरूसहित यस लायन्स क्लब अफ मौलतालिकाहरू खोलाका प्रेसिडेन्ट लायन्स क्लब बहादुर ढुङ्गाज्यूलाई विनम्र अनुरोध गर्दै कार्यक्रम सञ्चालन गर्ने क्रममा कहीँ कतै कमी त्रुटि रहेको छ भने आगामी कार्यक्रममा यसलाई सुधार गर्दै अनुरोध गर्दै म कार्यक्रम सञ्चालिका लायन्स क्लब पाठकहरू माझबाट बिदा। आजका केन्द्रबिन्दु रहेर आउनुभएका आजका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नमेन्ट आदरणीय नवराज सापकोटाज्यू, उहाँलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र यसै गरी पत्रकार पण्डितज्यूलाई पनि म यहाँ धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र यसै गरी लायन्स क्लबमा अवस्थित सम्पूर्ण धेरै टाढा टाढादेखि चितवनदेखि गैँडाकोटदेखि यहाँ काउसतीदेखि धेरै टाढा टाढादेखि आउनुभएका हाम्रा लायन्स साथीहरूलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र आज यस मौलकालिका लायन्स क्लबका सम्पूर्ण टिमलाई पनि म धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण यो डिस्ट्रिक्टमा रहेका सम्पूर्ण लायन्सहरूलाई पनि म धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण आजका अतिथिज्यूहरूलाई पनि धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। आज यो कार्यक्रम एकदमै मलाई पनि राम्रो लाग्यो। सम्पूर्ण यहाँ वरिपरि रहेर छरिएर बस्नुभएका हाम्रा जति पनि आफन्तजन साथीभाइ समाजमा रहेका इष्टमिष्ट सम्पूर्णलाई म धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र विशेष गरी त म यस कार्यक्रममा यस कार्यक्रमलाई सबैभन्दा पहिला जुन बेडमा बसेर समस्या परेको बेलामा ल म्याडम कसरी हुन्छ यो एकजना भाइलाई चाहिँ बचाउनु पर्यो, तपाईँ एकचोटि जानु पर्यो मध्यबिन्दु हस्पिटलमा हुनुहुन्छ, एकचोटि जाउँ एउटा भिडियो बनाएर म सबै साथीहरूलाई पोस्ट गर्नुपर्ने छ, कति सहयोग गर्नुहुन्छ भनेपछि उहाँले मैले 20,000सम्म म सहयोग गर्न सक्छु भनेर जुन जानुभयो। हाम्रो दुर्गा म्याडमलाई एकचोटि उठेर सबैजना अगाडि आउनुभएको छ, उहाँलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्छ, उहाँहरूलाई त्यस भिडियोमा अनुहार किन देखिएन भन्ने कुराहरू आएको थियो। आज मैले सबैको माझमा उहाँलाई फेस टु फेस उहाँलाई देखाउन ल्याएको छु। उहाँले 20,000 रुपियाँ दिएर जुन एउटा भिडियो बनाएको थियो, त्यसैले हाम्रो सामाजिक सञ्जालमा धेरैजना साथीहरूले देश विदेशमा रहेर सहयोग गर्नुभएको छ र यसै गरी म एउटा लायन्स क्लबको अध्यक्ष भएको नाताले मेरो कार्यकाल पनि सकिनै लागेको कारणले अब लायन्स क्लबबाट केही सहयोग गर्नुपर्छ भनेर जुन मैले लायन्स क्लबको तर्फबाट नै यो कार्यक्रम सञ्चालन गर्ने मैले जुन तयारी गरेँ। अहिलेसम्म हामीलाई लगभग आजसम्ममा हामीले 6 लाखसम्म उठ्ने हामीले जुन योजना गरिएको छ र समथिङ 5,80,000 नागिसकेको छ, बढी भइसकेको छ र आजसम्ममा 6 लाखभन्दा बढी पैसा आज जम्मा हुनेछ र त्यसपछि भोलि पर्सि फेरि विदेशमा साथीहरूले फोन गरिराख्नु भएको छ, धेरैजनाले मेसेज गर्नुभएको छ, हामी पनि पैसा उठाउँदैछौँ है, रकम उठाउँदैछौँ, त्यो उसलाई चाहिँ जसरी हुन्छ बचाउनुपर्छ, तपाईँहरू लाग्नुहोस्, तपाईँ नठाक्नुहोस् भन्नुभएको छ। हामी ठाक्ने छैनौँ, मेरो साथमा तपाईँहरू धेरैजना हुनुहुन्छ, तपाईँहरू सबैजना लाग्नेछ र हाम्रो लायन्स सबै परिवार लाग्नेछ र सम्पूर्ण लायन्स मात्र नभइकन सबै क्लबहरू लाग्नेछ, विभिन्न सङ्घ संस्थाहरू लाग्नेछ
र हामी अझै पनि यो कार्यक्रम अझै निरन्तर लागिरहनेछौँ। हामी उहाँको मृगौला प्रत्यारोपण गरेरै हामी छाड्नेछौँ भन्ने मेरो प्रतिबद्धता राख्दै म आज यो कार्यक्रमलाई यही विसर्जन गर्दै आजको समापन गर्न चाहन्छु। हस्त धन्यवाद।